सानो ल्याउनु सानो के को टीका हो यो हजुर ल अब शान्त हुनु होला तपाईहरुलाई हिरागाना सम्झिने आइडिया दिन्छु र मैले आ इ उ ए ओ नहीं आ फर्के त आप 4 रुपैयाँमा आउँदैन यो 4 लेख्ने हो 4 लाई नआएपछि के हुन्छ यसलाई सुत्छ भनेपछि यसलाई एउटा धर्को तान्नु पर्यो स्टेप 1 मा स्टेप 2 यसलाई यसो गर्नु पर्यो स्टेप 3 यो 4 रुपैयाँलाई ल्याएर यहाँ यसरी राखिदिनु पर्यो आ भने हैन इ भनेको के त इनार इनारमा बल्छी हान्यो एउटा माछा पर्यो यो बल्छी यो भयो एउटा सानो माछा पर्यो इ फर इनार इनारमा बल्छी हान्यो उ फर के त उल्टो नाक यो सीधा नाक भयो मान्छेको नाक भयो यसलाई उल्टाउने के गर्ने त यसलाई यसो गर्ने ओ फर उल्टो नाक ए फर के त 7 रुपैयाँको फुटेको ऐना है यो 7 रुपैयाँको भयो अब यो ऐना भयो मानमी फुट्यो बिचबाट चर्कियो यो स्ट्यान्ड भयो यस्तो भयो यो टुक्रो कहाँ गयो त तपाईको यो टुक्रो माथि गयो यसरी ए फर 7 जस्तो बनाउने हैन स्ट्यान्ड राख्ने माथि टुक्रो गयो ओ फर के त फुटेको ओखर यो ओखरको दाना भयो गुदी भयो यो गुदी चाहिँ फुटेर कता गयो त माथि गयो ओ फर ओखर है यो तरिकाले जानु पर्यो तपाईहरु अब यो भयो तपाईहरुलाई आउँछ पनि अब काकी कुकेको सर र भन्दिन्छु मैले का की कु के को फर्के त गिरिजा कोइराला बीपी कोइराला भन्छ दाजुभाइ भयो गिरिजा प्रसाद कोइराला पछि गयो तल भनेपछि के भयो त को फर कोइराला इक्वल टु जस्तो बनाउने दुईटै के थिए कांग्रेस थियो अब सबै कुरो दाजुभाइ थिए बराबर थिए दुईटा दाजुभाइ बराबर थियो के फर के गर्यो यो एउटा फुच्चे भयो यो ठुलो मान्छे भयो हात यस्तो गर्यो यहाँ टाउको भयो एजिङ गर्ने हो के गर्यो त के भनेर झगडा गर्यो योसँग फुच्चेसँग हैन भनेपछि के भयो त के भयो हैन
कु भनेको कुमालेको भन्दा ठुलो भाँडो, कुमालेले बनाएको भन्दा ठुलो भाँडो हो भनेपछि लेस देन बनाउने हो। यसलाई कतिले यसो पनि गर्नुहुन्छ, यो गर्दैन, चुच्चै बनाउनु पर्यो। कु जे सोध्दा पनि हुन्छ तपाईहरुले। अब की फर त्यही गिरिजा प्रसाद कोइराला र बीपी कोइरालाकोमा के भयो त इक्वल टु भयो, दुईटा बनाउने। यसमा किनारा आयो, पर्सन्डे आयो, बिचबाट आयो ठाडिएर पर्सन्डे आयो। पहिला यिनीहरूको थियो नि पहिला हैन, गिरिजा प्रसाद कोइराला भन्थे, बीपी भयो, बिचमा पर्सन्डे आयो। किनारामा आयो। का भनेको त्यही कालेराम भन्ने हो। यो का सेम जस्तो पनि छ, नेपाली क जस्तो पनि छ, यसलाई पनि बनाउन मिल्छ है। अब यसरी सम्झिने हो, हामीले एकुन्टा अक्षरहरू सम्झेर लेख्नुपर्ने हुन्छ। त्यसको लागि यस्तो ट्रिक लगाउनु पर्यो हैन। अब फेरि तपाईको माइन्डमा के छ, आफूले क्रिएटिभिटी सिर्जना गर्ने जानियो कि आफूले सिर्जना नयाँ अब मन नपरेको मान्छे, मन नपरेको ठाउँ हैन, एकदम नेगेटिभ कुराहरूलाई लिएर हामीले यो भने तपाईको दिमागमा ठ्याक्कै बस्छ के। यो बुझ्नु भएन? त एउटै चीज सम्झिने हो, त्यसलाई उल्टो पाल्टो बनाइरहने हो पनि भएन। अब आयो सा, सी सु से सो। सा भनेको आजकल साबुन भन्ने पाइँदैन कि विदेशमा, यहाँ नेपालमा त पाइन्छ। अब यसलाई यसो गर्ने हो, यो तपाईहरुले यो रङ हुन्छ, एउटा यस्तो धर्को तान्ने, यस्तो गर्ने अनि यसो गर्ने। साफर साबुन अचल पाइँदैन कि, लुगा धुने साबुन पाइँदैन भनेपछि, पाइँदैन भनेपछि यो भयो, पाइन्छ भने राइट हुन्थ्यो, पाइँदैन भने क्रस भयो। तर क्रस चाहिँ बनाउने हैन, यसलाई यो तरिकाले जानु पर्यो, यस्तो तरिकाले जानु पर्यो। सा सी फर सीता, सीताले के लगाई त फुटेको चुरा लगाई। चुरा लगाई माथिबाट, यो चुरा भयो, यो चुरा भयो, चुरा फुटेपछि यति रह्यो, के गरी त माथिबाट लगाई। सी फर सीताले फुटेको चुरा माथिबाट लगाई। सधैँ चिज त हुन्न, सबै फुटेको, भत्केको, उल्टो, बाङ्गो, टिङ्गो तरिकाले सोच्नु पर्ने हुन्छ कि। सु फर सुन्तलाको मूल्य प्लस भयो, कति त 9 रुपैयाँले बढ्यो। सु फर सुन्तला, सुन्तलाको मूल्य के भयो त प्लस भयो, 9 भयो, प्लस 9 भयो। पेन ल्याउन, पेन लेख्दै लेख्दैन। I know. ल है, सुन्तलाको मूल्य के भयो त प्लस 9 भयो, बढ्यो। से भनेको लामाले लगाएको सेतो सर्ट, यल फर लामाको सेतो सर्ट। हामीले से बनाउनु परेको छ, सेतो सर्ट भनेर। यल फर लामा, लामाको सेतो सर्ट, यल जस्तो बनाउनु पर्यो। थोरै क्लु पाए पनि हामीले लेख्न सकिन्छ कि हैन। सो भनेको जेडसी कम्पनीको के त सोफा, जेड बनाउने, सी बनाउने, जेडसी कम्पनीको सोफा। बुझ्नुभयो? सा पछि के ता, ता ची हुन्छ हैन, चु ते तो ए। ता भनेको त्यही कोइरालाको बारीको तामा हो। यो के भयो त तामा भयो, यो जमिन भयो है। कोइरालाको बारीको तामा इको
कसको बारीको त? त्यही कोइरालाको बारी। हामीले त्यही सम्झेको छौँ। गिरिजाप्रसाद कोइराला र बिपी प्रसाद कोइरालाको बारीको यो तामा भयो, मुना पलायो माथि, यो जमिन मुनि भयो। बस्नु, बुझ्नुभयो? तपाईहरुले नयाँ फेरि क्रिएटिभिटी गर्न सक्नुहुन्छ। तपाईको दिमागमा भएको चिज त मेरोमा हुँदैन, मेरोमा भएको तपाईकोमा हुँदैन हैन। सिक्नलाई ता भनेको त्यही कोइरालाको बारीको के त? तामा। ची भनेको पहिला चीज बल्ला कतिमा आउँथ्यो? 5 रुपैयाँ आउँथ्यो हो, आउँथ्यो हैन? त्यही 5 रुपैयाँको चीज वाले प्लस गर्नु होला माथि, यो 5 जस्तो चाहिँ टाइपको बनाउनु पर्यो। थोरै याद दिमागमा याद भए पनि भयो, जे मन लाग्छ त्यही सोच्नु हो कि दिमागमा है। हामीले भोगेका हाम्रो कल्चर, हाम्रो वरिपरि भएको समाज सबै, हामीले त जापानको त केही पनि थाहा छैन। यही तरिकाले सोच्यो भने यो एकछिनमा सकिन्छ कि कम्प्लिट हुन्छ। 5 रुपैयाँको चीज भयो, सम्झिनु भएन? चु भनेको त्यो सिताल लगाएको चुरा थियो, त्यही फुटेको चुरा हो। फुटेको टुक्रो यो सिताल लगाएको चुराको तल्लो भाग भयो, यो फुटेको टुक्रो कहाँ गयो त? चुमा गयो, चुरामा गयो। चुरा भयो, यही बनाउने चुफर, त्यही सीताको चुरा, रको फुटेको रको चुरा। अलिकति याद गर्नु। त्यो भनेको 8 रुपैयाँको तेल, 8 रुपैयाँको के त? तेल। 8 बनाउने हो नेपालीको 8 है। त्यो भनेको त्यही सीता कोइरालाको तोरीबारी। के भयो त? तोरीबारी। सी फर सीता, सी फर सीता बनाउनु अथवा यस फर सीता बनाइदिनु। जसरी दिमागमा अलिकति क्लु दिनु हो कि दिमागलाई। अब तोरीको यस्तो हुन्छ हुँदैन, ढल्यो, तोरीबारी ढल्यो या तोरीको, त्यही सीताको तोरी ढलेको तोरी भयो। सीताको बारीको तोरी, तोफर तोरी। जताबाट लान नि मिल्छ के हो त? यो सीताको, यो सी भनेको सीता भयो, सीताको बारीको तोरी, ढले तोरी है। ढले तोरी सीधा भएन, बाङ्गा बाङ्गी, पुरै बाङ्गा बाङ्गी। अझै दिमागमा त अझै लास्टै नेगेटिभ बनाउन सकिन्छ। आफ्नो दिमागमा हुन्छ त्यो नेगेटिभलाई तपाईको उतार्न पर्यो, अक्षरसँग तुलना गर्नु। अब के आयो? तापछि ना, ना नि नो ने नो ना। अब त्यो कोइरालाको बारीको तामा के भयो त? छैन अहिले। 4 रुपैयाँको पनि छैन। तामा भयो कोइरालाको बारीको। ना भनेको ना भनेको नहीं, छैन। 4 रुपैयाँको पनि छैन, 4 रुपैयाँको पनि छैन, पाइँदैन अरे अहिले। सबै बाँसहरू सबै विनाश भयो, डडेलोले खायो। ल नि भनेको त्यही निता कोइराला, निता कोइराला, कोफर कोइराला हैन। हामीले लान पर्यो त्यही कोइराला। यो आउनु बित्तिकै कोइराला बनाउनु पर्यो कि, अथवा तपाईले नयाँ बनाउनु होला, कोबाट अरु नै बनाउँदा नि भयो। नु भनेको त्यही सीताको कुकुर नुनु गर्यो, नुनु गर्यो, दुई लिएर नुनु गर्यो, यो दुई भयो। अथवा यसलाई दुई यसरी बनाउन सकिन्छ, यसलाई सुत्यो। कुकुर के गरे त? सुत्यो। आँखा भयो, कुकुर जस्तो भयो, पुच्छर भयो, यताबाट यसरी लाने, यसो गर्ने, पुच्छर भयो। यो कुकुरको टाउको भयो, मेन भाग भनेको टाउको भयो। यसबाट फेरि अर्को बनाउँछु मैले। कुकुर के गरे त? सुतेको छ। कति रुपैयाँ लिएर? 2 रुपैयाँ लिएर सुतेको छ। 2 जस्तो बनाउने पनि हो। हामीले जसरी हुन्छ त्यसलाई ढाल्न पर्यो है। के भयो? नुनु गर्यो है। अब यस्ता यस्ती शब्दहरू नो भयो। ने भनेको नेपालको झण्डा, झण्डाको डोरी भयो। यो के हो? नेपाल हो, नेपालको झण्डा हो। यो भयो। यसलाई यसो गर्ने, यसो गर्ने, यो डोरी यसरी बाँध्यो भनेपछि यसलाई नेपालको झण्डा, ने फर नेपालको झण्डा है। नो फर 9 रुपैयाँ, नो फर नो भने पनि भयो, 9 रुपैयाँ भने नि हुन्छ। उल्टो सुतेको तलको 9,
यसरी 9 लेख्ने हो नो फर नो नो फर नो अब नो फर 9 रुपियाँ पनि छैन भन्ने पनि भयो हैन जस्तो तरिका तपाईको दिमागमा पनि राख्न सकिन्छ नत्र भने यो हिरागाना तपाईको के हुन्छ यो जान्नेन भने अगाडि बढ्न सकिदैन है ल हेर्नु सबै बन्छ जे बनाए पनि बन्छ जे बनाए पनि बन्छ अब के आयो हा हा हि फु हे हो अब यसलाई त्यही निता कोइरालाको हा भनेको अब तपाईले टाइपले बनाउनु होला यसलाई सबै बन्न सक्छ है हा भर हाकिम हाकिमले के गर्यो बनाउँदा हुन्छ हैन हि भनेको दाँत देखाइ हि गरेर दाँत देखाइ इ दाँत भयो के अरे दाँत भयो हि फर यु हि गरेर दाँत देखायो फु भनेको सीता कोइरालाले फुकी त्यो यस फर सीता कोइराला भयो फुल आइगयो नि त नाकबाट दुईटा फुक्यो मुखबाट एउटा फुक्यो फु फर फुकी फु गर्यो फु गर्दा पनि तीनटा बिराट निस्किएको छ नाकको दुईटा पाल भयो दुईटा भयो मुखको एउटा पाल भयो तीनटा भयो अनि यस भनेको सीताले गरी सीताले फुकी त्यही यस भनेको सीता भयो हे भनेको उल्टो राइट हैन के हिमाल हिमाल ल ए हिमालय जस्तो भयो ए भनेको हिमाल हैन हो भनेको यही बनाउने हो यसलाई अगाडि यसो लाने यसलाई यहाँ यस्तो गरिदिने हो फर त्यही सीताको उसको निता कोइरालाको होटल भन्ने पनि भयो कि जे भन्ने पनि भयो भइहाल्छ यो कोइरालाको होटल भने नि भयो यो कोइराला प्लस निता कोइरालाको 2 रुपियाँ जम्मा 2 रुपियाँको उस हुने होटल भने पनि भयो तपाईको कुलु अलिकति दिनु पर्यो कि दिमागलाई यो बनाउनु पर्छ यो पनि है हातपछि के मा मा मी मो मे मो त्यही मा भनेको त्यो अगाडिपट्टिको हो हाको अगाडिपट्टिको हो यसमा त्यही मा भनेको अब यो कोइराला भयो अनि त्यसपछि कोइरालाको यो बनाए पनि भयो मी भनेको म नै जस्तो लेख्ने हो म जस्तै हुन्छ नेपालीको मी भनेको म भनेको त्यही सुन्तला अथवा के हुन्छ त तपाईको यसलाई यसरी घुमाउनु पर्यो अझै मुबाटै बनाउने कोसिस गर्नु होला है आफ्नो आफ्नो क्रिएटिभिटी गर्नु होला मे भनेको त्यो कुकुर सुतेको थियो नि त्यसको मेन भाग भनेको मेन मान्छेको मेन भाग भनेको त्यो टाउको त्यो कुकुरको मे भनेको मेन भाग के भन्यो त मे भन्यो कुकुरको मेन भाग भनेको टाउकै हो मे भयो म भनेको त्यही कोइरालाको जोडी मोजा भन्ने भयो एउटा भयो यो कोइरालाको भयो जोडी मोजा भयो 1 2 सीता कोइरालाको मोजा भने पनि भयो हैन सी फर सीता कोइराला यो सी भयो सीता कोइरालाको मोजा अब के आउँछ या यो या यु यो त्यही काले याम यो काले यो का भयो काले याम यो र यो उस्ता उस्तै हुन्छ हेर्नु है काले याम अथवा याम काले अथवा काले याम याम भनेको अब मान्छेको नाम भयो याम काले पनि भनि भयो यो का र या एउटै हुन्छ यस्तो अब योलाई पनि बनाउनु होला एउटा यो भयो यो भनेको हलो जस्तो बनाए नि भयो जस्तो तरिकाले जाँदा पनि भयो रा री रु रे रो रा भनेको तपाईको 5 रुपैयाँको चीज बल रामले लियो
हैन, त्यस्तै त्यस्तै बनाउने, यतातिर धरको तान्ने हो। री भनेको के त? रीता कोइराला भने नि भयो। हामीले जसरी हुन्छ त्यसैलाई ढाल्न पर्यो। रीता कोइरालाको अब यो इनारमा हालेको बल्छी भने पनि भयो। रीता कोइरालाको बल्छी के गर्यो त? इनारमा हाल्यो, अलि ठुलो माछा पर्यो भन्दा पनि भयो। रीता कोइरालाले इनार चाहिँ यी जस्तै यस्तै टाइपको हुन्छ, यतापट्टिको धरको चाहिँ लामो हुन्छ। रीता कोइरालाले इनारमा बल्छी हानेर ठुलै माछा पर्यो। अघि सीता कोइरालाले हाल्यो, अब रीता कोइरालाले हाल्यो। रु भनेको 3 रुपैयाँ। 3 रुपैयाँ है। यो गाँठो चाहिँ हाल्ने हैन है। 3 भनेको इंग्लिशको 3 अनि यसलाई तल झार्न परेन भन्ने बुझ्दा भयो। रुपैयाँ 3 हुन्छ हुँदैन? 1 रुपैयाँ हुन्छ, 2 रुपैयाँ हुन्छ, 3 रुपैयाँ हुँदैन, 5 रुपैयाँ हुन्छ। नहुन्न हुने 8 रुपैयाँ पनि हुन्न। 8 रुपैयाँको तेल भन्यौँ हामीले है। रे भनेको रेखा केसी। रेखा केसीको नेपाल, नेपालकी रेखा केसी भने नि भयो। केसी भनेको सी, सी बनाउने। रेखा केसी को नेपाल, नेपालको झण्डा। अघि हामीले ने भनेको यस्तो बनाएको थियौँ नेपाल। अब रेखाको केसीको नेपाल भने नि भयो यसलाई। केसी सी भनेको के भयो त? यसो गर्नु पर्यो, सी बनाइदिनु पर्यो। रेखा केसी। रो भनेको त्यो 3 रुपैयाँलाई रोप्यो, पैसा रोप्ने भन्ने के। 3 रुपैयाँलाई कति रोप्यो त? यो 3 भयो, यसलाई यति जमिन मुनि गाड्दिएपछि रह्यो यति। 3 रुपैयाँ रोपाई गर्यो है। बुझ्नुभयो? अब के आयो लास्टको? अब 3टा वा वा ओ न। वा भनेको त्यही नेपाल, नेपालको वकिल तल झर्यो। वकिल, नेपालको वकिल भनेर तल झराउने, जेट गर्ने, तल तल घुमाउने। यो ने भयो, ने रे र वा उस्ता उस्तै हुन्छ। ने यस्तो हुन्छ, रेखा केसी अनि वा भनेको यस्तो हुन्छ। यो झुक्किन्छ 3टा। नेपालको रेखा केसी वकिल भनेर भन्दा नि हुन्छ। यस्तो झुक्किने झुक्किनेहरू यो भयो। ओ भनेको त्यही चिजबल बनाउने, चिजबल। सी सी बनाउने, सी बनाइदिने। अब यसलाई ओबाट एउटा बनाउँदा नि हुन्छ। तपाईले ओबाट वकिल भने पनि भयो, मिलाएर गर्नु होला। न भनेको यच, यस्तो गर्ने होइन कि यसलाई यस्तो छड्के गरेर यस्तो गर्नु पर्यो। न भनेको ऐनाको स्ट्यान्डमा भएको ऐना, त्यो पनि फुट्यो। यो ऐना भयो, ऐना भयो, यो स्ट्यान्ड भयो, यो पनि फुट्यो है, सबै गयो। यो पनि झर्यो, फुटेको थियो झर्यो, लास्टमा झर्यो। यच, यच जस्तो बनाउने हो न। ल यस्तो यस्तो ट्रिक लगाएर गर्नु होला। जापानी भाषामा नयाँ भाषा छ, नयाँ कुराहरू छन्। यस्तो गरिसकेपछि झुकिन्न। अब लेख्न पर्ने हुन्छ। अब हामीले हिरागाना आउँछ हैन तपाईलाई? पवित्र सन्ला आउँछ हैन? ल आउनु तपाईले लेख्नु त। सोनिया सानलाई नै आउँछ हैन? ल तपाई नै आउनु, तपाई आउनु नभए अगाडि, तपाई सजिलो छ त्यहाँ। ल हिरागाना लेख्नु।